Hello, namaste. Welcome to our YouTube channel. हजुरहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज म हजुरहरुलाई ओकिनावाको मेरो डे 2 को ओकिनावाको अमेरिकन भिलेज को स्मल टाउन अमेरिकन भिलेज को चाहिँ भिजिट गराउँदै छु। हेरेर इन्जोय गर्नु होला। ओके, लेट्स सी। हामी चाहिँ अमेरिकन भिलेजमा चाहिँ सेकेन्ड डे को ट्रिप को शेड्युल बनाएर घुमेका छौं। फर्स्टली हामी चाहिँ राइसमन्ड होटलबाट चाहिँ नाहा सिटीको राइसमन्ड होटलबाट हामीले चाहिँ डेमा चाहिँ मर्निङ टाइममा चाहिँ हामी ओकिनावा ओल्डमा घुम्यौं हैन। ओकिनावा ओल्डसँगै टच भएको एउटा पार्क थियो, गंगाला पार्क भन्ने, त्यहाँ पनि हामीले भिजिट गर्यौं है। के ठाउँहरु इन्जोय गर्यौं। त्यसपछिको हाम्रो यो थर्ड डेस्टिनेसन भनेको अमेरिकन भिलेज थियो हैन। अमेरिकन भिलेजमा चाहिँ एउटा स्मल सिटी चाहिँ एउटा अमेरिका नै छ भनेर चाहिँ सुनेको थिए र आज हामी आफैले चाहिँ कस्तो छ भनेर चाहिँ आफैले चाहिँ यो ठाउँमा आएर चाहिँ हेरिसकेका छौं है। यहाँ आइसकेपछि पक्कै पनि अमेरिकामा छु जस्तो भाव चाहिँ फिल चाहिँ आफूलाई हुन्छ है। मैले पनि त्यो पाएँ र हामीले के टाइम चाहिँ यहाँ स्पेन्ड गर्यौं है। अनि त्यसपछि नाइट टाइममा चाहिँ यसरी वरिपरि घुमेर चाहिँ हामीले के कुराहरु यहाँको इन्भाइरोमेन्टहरुलाई चाहिँ जज गर्यौं, फिल गर्यौं हैन। अनि इन्जोय पनि गर्यौं साथसाथै हैन। अनि त्यसपछिको हामी चाहिँ के टाइममा चाहिँ फेरि हामी बीच तर्फ पनि गएको थियौं। त्यहाँ सनसेट बीच छ हैन। त्यहाँ गएर पनि इन्जोय गर्न सक्नुहुन्छ। चतन पार्क भनेर पनि सर्च गर्न सक्नुहुन्छ। यो चाहिँ चतन पार्क सनसेट बीच हो। यहाँ गएर हामीले यो इभिनिङ टाइममा त्यहाँ गएर इन्जोय गर्यौं हैन। अझ डेमा गएको भए एकदमै बेटर हुन्थ्यो, तर टाइमले हामीलाई चाहिँ गरेन के। टाइमले चाहिँ अब भनौं न हामीलाई वेट गराएन। टाइम गइसकेको हुनाले चाहिँ यही टाइम भए पनि हामीले चाहिँ केही समय चाहिँ इन्जोय गर्यौं र फेरि हामी वाकिङ गरेर कार पार्किङ गरेको नजिकै चाहिँ त्यहाँ गएर चाहिँ अब हाम्रो डेस्टिनेसन भनेको होटलतर्फ जाने हो। एकदमै रमाइलो छ। अबको हाम्रो होटल भनेको चाहिँ नागासीको फोनिक्स होटलमा चाहिँ जाँदैछौँ है। हामी चाहिँ घुम्दै चाहिँ अर्को सिटीमा पुग्ने गरेर प्लान बनाएर चाहिँ नागासीतिर घुम्ने प्लान हाम्रो भोलिको छ। त्यो कारणले गर्दा हामी फोनिक्स होटललाई नै टार्गेट गरेर हामी त्यही नै स्पेन्ड गर्छौं है। अहिलेलाई चाहिँ हामी अमेरिकन भिलेजको यो भ्यूहरु देख्न सक्नुहुन्छ। एकदमै रमाइलो छ यो होटल भयो है। यो चाहिँ चतन पार्कको जाँदाखेरिको वाकिङ भ्यू हो हैन। त्यहाँ ठुलो होटल देख्न सक्नुहुन्छ साइडमा हैन। अनि कस्तो राम्रो छ हेर्नु न है। हामीले यसलाई पनि मेमोरीको लागि चाहिँ भिडियोमा चाहिँ हामीले राखेका छौं। हेरेर माया गरिदिनु होला। अनि यस्तो छ यहाँ वरिपरिको है। त्यहाँ चितुवाखान बाइकी पनि छ। मस्त इन्भाइरोमेन्ट, एकदमै इन्जोयबल इन्भाइरोमेन्ट छ है। हामीसँग त्यति टाइम नभएर चाहिँ हामीले त्यति टाइम स्पेन्ड गरेर एउटै ठाउँमा बस्न सकिएन। तर केही टाइम चाहिँ हेरेर हामीले चाहिँ फर्किने कोसिस गर्दैछौं र एकदमै राम्रो छ है। हजुरहरु पनि जान सक्नुहुन्छ। जाँदाखेरि यो सनसेट बीच पार्क, चतन सनसेट बीच पार्कलाई पनि टाइम छ भने अवश्य जानु होला। यहाँ कफी लिँदै हैन यसको बीच हेर्नुको छुट्टै मजा छ है। सनसेट पनि हेर्नु छुट्टै मजा छ है। यहाँबाट हामी चाहिँ थोरै ढिला गयौं है। त्यही भएर चाहिँ हामीले सनसेटको चाहिँ हामीले त्यो सनसेट चाहिँ हेर्न पाएनौं।
है। त्यही पनि अहिलेको यतिको चाहिँ देख्न सकिन्छ, अझै पनि राम्रो छ है। अहिलेको टाइममा मैले यो फोटो भिडियो लिँदा पनि चाहिँ यतिको छ। हजुरहरू पनि साथीहरूसँग चाहिँ इन्जोय एकदमै गर्नुहुन्छ भन्ने चाहिँ गरेको छु है। र अमेरिकन भिलेज लास्टै राम्रो छ है। लास्टै अमेरिकामा छु, अमेरिकाकै इन्भाइरोमेन्ट, अमेरिकाकै जस्तो सिटी चाहिँ बनाएको रहेछ, स्मल सिटी एउटा त्यो एरियालाई चाहिँ तोकिएको रहेछ है। त्यो कारणले गर्दा चाहिँ एकदमै राम्रो छ। र एकछिन मैले पानीमा टच गर्नु मन लागेर त्यो नजिक पनि गएको थिएँ र नजिक गएर मैले केही पानीहरूसँग टच भएँ है यसरी। किनभने मलाई डेमै चाहिँ इन्जोय गर्नु मन थियो, यो समुद्रसँग चाहिँ मलाई खेल्न मन थियो, तर टाइमको कारणले चाहिँ मैले त्यो गर्न सकिनँ। र फायर वर्क्स पनि गरिएको छ स्काई है।